भने गल किन्छ चटपटे भनेर दुई ठाउँ चुगिला एक ठाउँ हेलो साथीहरु स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा। आज पनि नयाँ भिडियो लिएर म आइसकेको छु। हजुरहरु पनि सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि यता सब ठिकै छ। हामी चाहिँ बजार लागेको। आज हाम्रो मायाका डल्लाहरु यहीसँग जानला हम निश्चल निर्विनहरु आएनन्। सरकारहरु मलाई अस्ति डाका भनेर गाल गर्दै थियो। अनि हामी चाहिँ बजार लाग्यौं। आज चाहिँ मौसम शीतल शीतल गरेर फोटो सुट गरेर भिडियो बनाएर हामी लाग्यौं बजारतिर। थोरै चप्पल ल्याउने काम छ। भोलि दशैं आइसक्यो। आज दशैंको अघिल्लोको दिन हो। छोसमा तेरी फुलाई। अनि त्यसपछि थोरै सपिङ गर्ने छ। फुलाई चाहिँ नेपालगञ्ज बसी तुलसीपुरको के अरे पानीपुरी खान मन लाग्यो अरे। त्यही भएर पानीपुरीको याद आहा रे। हामी चाहिँ हेर्छौँ आज बन्द छ कस्तो छ। आज धेरै मान्छेहरू सायद आफ्नो दशैं मनाउन घर घर गइसक्नु होला जस्तो मानिरहेछ हामीले चाहिँ। अनि लाग्यौं चप्पल ल्याउन। हामी चाहिँ सपिङ गरेर आइसक्यौँ। खै सपिङ खै चप्पल नास्ता भोक लागिसक्यो। नास्ता खान पस्यौँ हामी चाहिँ पानीपुरी खान। अनि आलिया चाट हाउसमा ए हे हामी त नास्ता खान आछौँ। कस्तो मिठो बजाऊ चाहिँ पानीपुरी खान्छौँ होइन नि। चाहिँ पानीपुरी खाना खाम यो भाइरल पानीपुरी चाट पसलमा पानी खाइदिने। पानी माग्छौँ फेरि खान्छौँ। जहाँको माग्यो आउँछ कि दुई पानीपुरी अहिले भन्नु म यस्तो पनि हुन्छ। मिठा पनि भनौँ न। एक ठाउँ मिठा ल्याउनु अङ्कल। अहिले दुई ठाउँ चुगिला एक ठाउँ के बोले भाइ? अब के बोले खट्टा चुगिला बस्नु नि। आज निश्चलले के भन्छ अहिले हामीलाई? एक्लै गरेर पानीपुरी खाने। हामीले पानीपुरी खायौँ। निश्चललाई साँझ भ्लग देखाइदिनु छैन मामा हामीले आज पानीपुरी खायौँ। मैले केरा खाएँ भन्थ्यौ नलगाइछु। चाट ल चल हात हालिहाल्यो फेरि चोरले बन्द गराउँछु कि त्यो गरेर मिठा पानी आइसक्यो हाम्रो। खाउ छिटो। एउटा प्लेट खान पनि सकिँदैन नि। कस्तो खायो होला के खान लाग्छ सर? बस न बस त। मैले तँलाई अस्ति भ्लगमा के भन्ने गरेँ? डाकु भन्ने त होइनस्। डाकु को होस् त? निश्चल शर्मा हो। मैले डाकु भन्दैछु नि। कति पिर लाग्थ्यो भनेपछि डाकु भनिदियो भनेर नि रोइस् क्या नि त। तिमीले के खान लाग्छौ? यता हेर त। ए निर्बिन डाकु के खान लाग्थ्यौ तिमीले? के खान लाग्छौ? के खान लाग्छौ जाना? के खान लाग्छौ? ए यस्तो पिरो पनि खाइदिन्छौ? मलाई दिन्नौ? खैलेउ त मलाई हाल्दा माया मान्दिनौ? म निश्चलले दिन्छ मलाई नि। को तरिका है भीख मांगने का? अघि मैले भने गल किन्छ चटपटे भनेर मलाई भनेन भन्थ्यो। के भएन जाने भनेर बजार कुनै कहाँ गते जान माखा मम्मी भन्थ्यो अघि न। मिठो रहेछ त। हेलो भन्दैन। हेलो साथीहरु भन्न। हेलो साथीहरु नानीको च्यानललाई सब्स्क्राइब र लाइक गरिदिनु होला एन्ड कमेन्ट। नानीको च्यानललाई सब्स्क्राइब गरिदिनु होला।
अरे कहना क्या चाहते हो? के गरिदिनु गर्ने सर लाइक सब्सक्राइब एन्ड फलो त्यसले त सब्सक्राइब भन्छ हामी चाहिँ खाना पाक्न लागिसक्यो भनौँ तरकारी पाकिसक्यो भात सिटी लाग्दैछ अनि बाबु र मम्मी चाहिँ तल घुम्न जानुभएको छ फुपू निश्चल निर्विन भएर माथि गइसके डुल्न उनीहरू पनि मलाई एक्लै पारेर गएछन् घाम अझै डुबेको छैन नि के देखिरहेको यस्तो उज्यालो अनि अब उज्यालै छ हेर्नु उज्यालै छ हामी फेरि अलि छिटै खाने बानी छ के त्यही भएर अब सिटी लाग्न आइसकेको भनौँ सिटी आज मैले पानी धेरै हाल्यो हो हे फालेर गर्छु कि मैले काम यस्तो कहिले काहीँ त पानी धेरै भएछ खानसाना खान्छौँ त्यस पछाडि हाम्रो लाइसक्यो पानी ओहो भात पकाउनु नि आउँदैन कि यस्तै कुराले हो ढङ्ग छैन भन्ने हजुर सिटी लाग्दैछ पानी धेरै हाल्ने लेख्छु कि मैले बुवाले झन् गिलो कस्तो गिलो बनाउँछ नि भात भन्नुहुन्छ झन् त्यस्तै भएको आजलाई चाहिँ भ्लग यति गरौँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला लाइक कमेन्ट गर्न नबिर्सिनु होला बाई बाई साथीहरू भोलि चाहिँ दसैँको चाहिँ धेरै धेरै शुभकामना सम्पूर्णमा देश विदेशमा बस्नुहुने दाजुभाइ दिदीबहिनी साथीभाइ तथा सम्पूर्ण आमा बुवामा दसैँको धेरै धेरै शुभकामना राम्रोसँग आफ्नो आफ्नो घरमा बसेर दसैँ मनाउनु होला धन्यवाद।